यहाँ यो गाउँको ब्रान्डेड है यो काफल, यो अर्ग्यानिक पुरै। यो काफल हामी काठमाडौँ लाने काफल। मलाई यो खालको कलर चाहिँ मनपर्छ है। धेरै पायो पनि छैन, धेरै काँचो पनि छैन है। के हो रिवाज भाइले पनि मेहनत गरेछ। फाइनली एउटा माछा भेट्यो, तर बच्चा के हो यो? त माछा होइन नि, भ्याकुता होइन माछा, भ्याकुताको बच्चा हो त्यो। ओ बुन्टीकी आमा, बाख्रा करायो लागि अरे घाँस छिटो ल्याऊ, म यहाँ काफल टिप्दैछु तिम्रो लागि भन्थ्यो होला है। यहीँतिर बसेर बेगरे भाइ। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल राइडर राम ब्लगिङ। कहाँबाट भन्दाखेरि सिन्धुपाल्चोक काभ्रे सिङपालबाट है, हाम्रो बाबुको मामा घरबाट ठाउँ हेर्नुहुन्छ। ल बिहानको 8 बज्दैछ। हिजो पानी पर्या भएर चाहिँ धुम्म छ अहिले, घाम लाग्ने क्रममा बादल लागेको छ अहिले है। हिजो हामी काठमाडौँबाट चाहिँ दिउँसो हिँडेको, अनि यता सानो काम थियो स्याउलेमा, त्यो काम सकेको छैन, आज पनि सघाउनु छ। छोरीको जन्मदिन हो मेन त है हाम्रो लच्छुको। त्यसपछि भनेको त्यहाँ काम नभएपछि हिजो हामी 5:30 बजी चाहिँ यता काभ्रे सिङपाल हाम्रो बाबुको मामा घरमा आएको। ओके, अहिले चाहिँ काफल टिप्नु जाँदैछ हामी है। ल केटाहरूले ऐँसिलो भेटेछ है, ऐँसिलो। गाइजहरू भ्लग सुरु गरेँ मैले, हाम्रो काले भाइको इच्छा पुरा गर्दै मैले। ल यिनीहरू खै ल्याउ ल्याउ ल्याउ। ल है, यो चाहिँ ऐँसिलो है। कुन ठाउँमा के भन्छ यसलाई, हाम्रो यता चाहिँ ऐँसिलो भन्छ यसलाई। ल ऐँसिलो, यही हो ऐँसिलो। खाइदिउँ। मेरो त हामी काफल टिप्नु जाँदैछ है। माछा खोज्दैछ यिनीहरूले है। माछा रहेछ, त्यहाँतिर माछा खोज्दैछ केटाहरूले। ठाउँ डेन्जर रहेछ है अलिकति। माछा के अरे, माछा काफल टिप्ने भाडा दियो। काफल टिप्ने देखाइदिएन त्यहाँ कस्तो राम्रो छ। फाइनली काफल भेटियो बाटैमा। योभन्दा ठुल्ठुलो छोडेर यहाँ होइन, यो पनि राम्रै छ त भाइ। 50,000 लाखको स्यालेरी छोडेर मुला 100 मा अलिदिएको जस्तो कुरो भयो नि यो त यार। काले भाइले काफल टिपेर दियो है। यही हो काफल भनेको। बिहान बिहान यार बबाल। काठमाडौँ लैजाउँ भने पसिनो भइहाल्छ है, खाने हो बाटोमा। त्यही हो। लक्ष्मणले काफल टिप्दैछ। काफल टिप्ने भाँडा पनि छ, खै खेती कि के भन्छ अरे यसलाई। कति टिप्यो खै देखा त। आहा, ल हाला हाला ल आमा। ल ठिक छ ठिक छ। ल हामी चाहिँ काफल टिप्दै है गाइजहरू। जताततै काफल रहेछ यहाँ त, बोटै बोटै। ल सलक्क हिँडेछ लच्छु। ल बसेरी गाउँ पनि बादल ढाकेको अवस्थामा देखियो हामीले है। बसेरी चाहिँ हाम्रो दाइहरूको घर हो। अस्ति हामी सोमदाईको घरमा आएको थियौँ, उहाँकै बिहेमा है। हामी चाहिँ यता पारिपट्टि काभ्रे सिङपालतिर छु काफल टिप्न है। आइपुग्यो अन्त हामी भाइहरू, अलमोस्ट आइपुग्यो। अब आइपुग्यो हामी। देख्नु सक्नुहुन्छ कस्तो राम्रो सिन छ है। ओहो ल बसेरी गाउँ त्यहाँ पर, अनि यहाँ छ एउटा गोठ। यो सम्धीले 15 मिनट भनेको आधा घन्टा लगाइदियो हामीले। ओइ काट्ने त्यसरी यहाँबाट जति नै आँखाले देख्छ नि। के बोले भाइ, के बोलेको? आँखा हो नि के रे?
यो सबै हाम्रो खेत हो नि मामाहरूको हो र यो अनि अनि अरबपति रहेछ त यहाँ त यसको मामाहरू त टिप्थ्यो कि हामी यो बनाउनु टिप्थ्यो कि हामीले अनि के अरे कसको गर्दैन के अरे बाघहरू लाँदैन मान्छेहरू सुत्छ नि हो पहिला सुत्थ्यो अब अहिले सुत्छ खासमा हामी लछुरोमा चाहिँ हिजै फर्किने कुरा थियो अनि यसले हामीलाई फगायो कि होइन यो चाहिँ अब बाबुहरू चाहिँ अलि 1-2 दिन बस्ने कुरा थियो अनि हामी यता आयो भने हामीसँगै आजै फर्किने भनेको थियो त्यही भएर एउटा स्वार्थ पनि अब हामी जान्छ भनेर चाहिँ हामी यता आएको बाबुको मामा घरमा ल है काफल टिप्दैछ काफल देख्नुभयो कति धेरै काफलै काफल काफलै काफल काफलै काफल कति धेरै काफल रिवाज भाइ माथि चढ्नु पऱ्यो नि कहाँ भुइँमा टिपेको खाँदै खै ठेकी काफल खान आऊ यस्तो बडो धेरै छ ओइ रिवाज किन ढोगेको ढोक्दिएर आगे त्यसले त ल काले भाइ के छ ठिक छ नि एकदम यो 2जनाको करमा आएको हामी आधा घन्टा लाग्यो है 15 मिनट लाग्छ भने सम्झियो हो दौडेर आउँछ यही काफल चाहिँ खाँदैन केटाहरूले अब हेर्नु त्यो गर्दैन हेर्नु यहाँ यता हेर्नु त मलाई चाहिँ काफल हरियो मनपर्छ है गाइजहरू वङमुको भ्यान खलबाट क्या यो हरियो एकदम मिठो लाग्छ मलाई चाहिँ हो त्यतिकै बस्ने त्यतिकै वङमुको भ्यान खलबाट खान यो हरियो चाहिँ मिठो लाग्छ मलाई आउँछ होला नि हैन के हो यार तासै बस्दै यार गोठ बाख्राको गोठ यो छालाकै हो यो यही बनाएको हो यही बनाउँदै बस 4 किलो बेच्न ल्याएको 4 किलो 4 किलो ए खतरा है यसको पेटी बनायो भने त दामी हुन्थ्यो पेटी बनाउँछ त नि है हेर्नु साले पेटी कोड बनातो क्या बोला के बोला हाँ भाइ काफल खाने आइज गाइज भने गोठमा कति धेरै बाख्राहरू रहेछ अनि यहाँ सेक्युरिटी गार्डको रूपमा कुकुर पनि छ है भुडी कुकुर चाहिँ होइन तर ठुलै रहेछ यो कुकुर है तर बाबु यहाँ कुन कुकुर दामी रहेछ यार ठुलो रहेछ त बसेरी गाउँ है यो चाहिँ ल काफल काभ्रे सिम्बलको यसको मामा घरमा आएको हामी बसेरी गाउँ पनि देखाइदेऊ जुम गरेर टेन्टासबाट बसेरी गाउँ अस्ति भर्खर हामी जन्ती आएको थियो हाम्रो दाइको जन्ती सोम दाइको है हो कि बाबु हो कति मिठो छ काफल यार उयो मेन काफल रिवाज भाइ के हो पारा काफल पाक्यो दाजु काफल पाक्यो भन्दैन त्यो चराले चाहिँ काफल पाक्यो त गाउँतिर आउनु पर्यो नि होइन कहिले आउने सहरतिर के गरेर बसेको थियो होइन काफल पाक्यो त गाउँतिर कहिले आउने तपाईँहरू कहिले आउने बल्छीको सपोर्ट लिएको यो बल्छी धुर्बेको सुटिङ जानु ढिलो भयो पोख्ला थियो के गरे यार ल काफल छ यहाँतिर टन्नै काफल छ यो चाहिँ अल्ट्राबाट खिचेँ मैले अल्ट्रा 24 ओहो निकै मिहिनेत गरेर हाम्रो बाबुजीले हाम्रो लागि ल यसका बारे लगिदिनु ल बस लाग्नु म टुटु काफल मलाई यो खालको कलर चाहिँ मनपर्छ है होइन यो त्यति धेरै पायो पनि छैन धेरै काँचो पनि छैन है अलि हल्का अमिलो हुन्छ यो एकदम स्वादिष्ट हुन्छ त्यो पाकेको रातो भन्दा पनि है वाह भुइँमा खसेको काफल पनि टिप्दैछ केटाहरूले बाबुले भर्खर माथि बोट हल्लाएर झराएको है टन्नै भेट्छ यसरी छ क्या खसेको के हो रिवाज भाइले पनि मेहनत गरेछ अब यो कहाँ लाने काठमाडौँ लाने के गर्ने सम्झि त्यसलाई के भन्छ अरे यो भाँडालाई फेकी भन्छ हाम्रो तामाङ भाषा चाहिँ फेकी
सेटको बस्नु चाहिँ के अरे ऊ भन्छ चिप्लिङ यहाँ हेर्नुहोस् बाख्राको जिन्दगी कति रमाइलो छ ओहो यति रमाइलो छ हरियाली हेर्न पायो उसलाई साथी टन्नै छ खानेकुरा प्रशस्त यता पाइन्छ है कति रमाइलो कि यिनीहरूलाई बसेरी गाउँ कति धेरै काफलै गाइज काफल छ यहाँतिर टिप्न नसकेर भुइँको टिप्दैछ केटाहरूले ऊ पर टिप्दैछ फलना ओ भुन्डी भुइँबाटै त्यत्रो भेटे है तैँले पनि भेटे त्यत्रो आम्बो मेरो त यहाँबाट हो नि हाइट भेट्छ नि मेरो त हाइट छ नि ओ भुन्डीकी आमा बाख्रा करायो भोक लाग्यो अरे घाँस छिटो ल्याऊ म यहाँ काफल टिप्दैछु तिम्रो लागि भन्थ्यो होला है यहीँतिर बसेर बेगर है फर्किएको हामी काफल एक पाथी जति टिप्यो होला होइन हामीले बाबु टिप्यो एक पाथी त हामीले एक पाथी छैन 2-3 माना छ यहाँ चाहिँ 3 माना जति अट्यो कति मानाको एक पाथी हुन्छ त 8 मानाको 8 ल हेर ओहो 8 माना कि 4 माना भने 8 माना ए ल अब हामी माथि जाने यिनीहरूको ठुले आमाकोमा त्यहाँ खाना खाने त्यसपछि हामी स्याउले फेरि ब्याक हुने है त हिजो पनि लोकल एकदमै लोकल कुखुरा खायो खानासँग यस्तो बवाल स्वादिष्ट थियो है अहिले पनि लोकल कुखुरा खान जाँदैछौँ हामी बाबुको ठुले आमा घरमा बनकारी भन्छ अरे है कुखुराहरू झक्राउने रोग हुन्छ नि त्यो बेलामा खुवाउने दबाई रह्यो है कसरी चिन्यो गाउँघरको पहिलाको मान्छेहरूले तिमीहरू नाङ्गो खुट्टा चाहिँ किन हेरेर ल भन्दा चप्पल उताउँदै भनिदेऊ स्वास्थ्यको लागि हेल्थको लागि राम्रो हुन्छ कि यो सितवाला घाँसमा हिँड्दाखेरि कसले सुनायो रिवाजले भनेको हामी चाहिँ मेन बाटो आइपुगेको छ है गाडीको घुट्ने बाटो 15 मिनट लाग्यो तलबाट आउन अब यहाँबाट 5 मिनटमा त पुगिन्छ है हामी त्यसपछि यसको यिनीहरूको मामा घरमा बस्यो हिजो हामी अनि अब चाहिँ माथि चाहिँ ठुलो आमाकोमा खाना खान जाँदैछ है ल उम्रेको पानी पनि भेटियो पानी खाएको छिटै 1 वर्ष आयो बढ्ने भयो यहाँको पानी खाएर काठमाडौँमा केमिकल के हालेको पानी खानुपर्छ ल हेर्नुहोस् ट्याङ्की यही ठाउँमा उम्रेको हो यो उम्रेको पानी यतै ट्याङ्की भरेर आएकै उयो ओभरफ्लो भएर आएको त्यो रसिलो पानी रसिलो पानीको स्वाद हुँदो रहेछ ल म पनि खाइदिउँ त ल चिनिहाल्छ यहाँ छ हाम्रो बाइक हिजो यहीँबाट लाग्यो हाम्रो बाइक चाहिँ ल भाइ बाइक स्टार्ट होला हिजोको पानी चिसोले ए चाबी खोजा गरेर चाबी त्यहाँ राखेको लगेन लान्छ को लान्छ र ल है यहाँ यो गाउँको ब्रान्डेड है यो काफल यो अर्ग्यानिक पुरै लगाएर यो काफल हामी काठमाडौँ लाने आइपुग्यो त बाबुको ठुली आमाको घरमा अब यहाँबाट अलिकति 2-3 मिनट हिँड्नुपर्छ अरे ल हेर कस्तो रमाइलो छ ठाउँ है त्यो पारी चाहिँ नवलपुर है नवलपुर यहाँ छ सबैजना ग्याङहरू हामी चाहिँ आइपुग्यो बाइक त्यहाँ पर राखेर अलिकति हिँड्नुपर्छ अरे 2-3 मिनट जति झन्डै लडेको यस्तो उल्टी
टिपले पनि अनि फेरि स्वाया उयो हो है कस्तो रुक्दिन भने म त मेरो चिप्ले कि अनि उयो भने फेरि हुतिर आयो ताइको एक्सप्रेसन कस्तो कमेको छ यार बाबुको ठुली आमा घर आइपुग्यो यहाँ पनि हामी खानेकुरा गरौँ है कुखुरा खानुपर्छ हो गाउँघरतिर आएपछि यहाँतिर त ब्रोइलर कुखुराहरू यस्तो बेच्ने पाल्ने गर्दैन नि त त्यही भएर ल आइपुग्यो हामी ठुली आमा घर ठुली आमा मुख धुँदै फेसवास गर्दै गाउँघरतिर पनि समथिङ चेन्ज हुने यही हो घर बनाउँदै रहेछ त्यहाँ पर पनि है फर्केको फाइनली अब त्यो डाँडा खानुपर्छ कुन डाँडामा उता सेउले डाँडामा खाना खायो रमाइलो भयो अब ला सम विक्रम भाइ ह्यान्डसम लम सम विक्रम भाइ ह्यान्डसम ओइ के गरेको तैँले होइ लम सम बाबु भाइ ह्यान्डसम बुवालाई राम्रोसँग बोकेर लानिदिए अहिले फेरि बुवाको हात छ नि यहाँ पञ्च मामाको हातको देब्रे पञ्च यहाँ माछा छ क्या यता यहाँ हेर्नु यो सबै पाए माछा खोइ माछा खोइ देखो त ल फाइनली एउटा माछा भेट्यो तर बच्चा के हो यो त माछा होइन नि भ्याकुटा भन्ने होइन माछा भ्याकुटाको बच्चा हो त्यो माछाको बच्चा छोड्दै यहाँ भित्ताभरि माछा छ त यी माछा मार्दैछ केटाहरूले यहाँ छ त हो त्यहाँ हान्नु त त्यहाँ हान्नु त यहाँ यहाँ कति रहेछ माछा त ऊ यही हो माछा ल मामा कोटाउनु त त्यो माछालाई ओ मामाले कोटाए लट्ठीले भाग्यो ल A few moments later. राइडर रेडी छ अब घर फर्किनलाई ल हाम्रो यो चौताराको टुडीखेलभन्दा माथि रहेको यो गुम्बा छ यहाँ सानो गुम्बा बुद्ध पार्क भनिन्छ यसलाई होइन भ्यू टावरको रूपमा बनाउनु भएको यो धेरै वर्ष त भएको छैन यो बारेमा भ्लग त मैले धेरै 2-3वटा भइसकेको छ है यो ठाउँमा आएर भ्लग त मैले 2-3वटै बनाइसकेको छु आज यहाँ भाइहरू पनि फेरि घुम्ने क्रममा म पनि फेरि आइपुगेँ अब बिस्तारै भ्लग पनि इन गर्नुपर्छ है भ्लग इन गर्नु अगाडि यसो यसको केही झलकहरू भिडियोहरू हेर्नु होला एकदम रमाइलो छ है बुद्ध पार्क चौतारा आउनु भएपछि बुद्ध पार्क आउन नभुल्नु होला है सबैजना खासमा हिँडेर आउनेहरूलाई चाहिँ होइन यहाँबाट यो सिँढी छ है यो सिँढी यति लामो छ कि तल चौतारा बजारसम्म सिँढी छ कि यो होइन बिचमा एउटा पार्क पनि छ अरे लभ डाँडा जस्तो ड्रोन सट हाने दामी आउँछ नि यार यो त पुरै ल चौतारा बजार तलतिरको भाइ कस्तो लाग्यो यात्रा हाम्रो रमाइलो भयो नि त रमाइलो भयो अखा छ अखा त्यस काम पनि भयो होइन
काम भयो त्यहाँ के बनाइरहेछ है त्यहाँ भ्यू टावर जस्तो तेरो अल्ट्राबाटै अल्ट्राबाटै खिच्नु पऱ्यो कस्तो शान्त छ है दामी हो नि दिनभरि बस्नुपर्ने है खासमा यहाँ आएर थर्ड गर्लफ्रेन्ड रे ल फाइनली अब भ्लग इन गर्छु है के अरे रिवाज भाइ यहाँ आऊ त तिमीलाई हाम्रो टुर कस्तो लाग्यो भन्थ्यौ यहाँ लास्टमा मलाई चाहिँ लास्टै बवाल लाग्यो सबैसँग भेट्नु पाउँदा सबै आफन्तहरूसँग भेट्नु पाउँदा धेरै ठाउँमा पनि गयो है एकदमै रमाइलो लाग्यो धेरै गाउँ घुम्यो नि त है हजुर ल ठिक छ लाइक कमेन्ट सेयर गरिदिनु होला है त